आउँदो 7 अक्टोबर 2025 दार्जिलिङको मोटर स्ट्यान्डमा बिहानको 10 बजीदेखि एकदमै भव्य र सभ्यताको साथमा गोर्खा जनमुक्ति मोर्चाको 18औं स्थापना दिवस भव्य र सभ्यताको साथमा पालन गरिने भएकोले गर्दा पहाडवासीको तर्फबाट सम्पूर्ण तराई र डुवर्सवासीका गोर्खाली समाजहरूलाई हार्दिक स्वागत जनाउँदछौँ। त्यसै गरेर आफ्नो भाषा, सांस्कृतिक संस्कार र जाति, आफ्नो चिनारीलाई माया गर्नुहुने यस भारतका विभिन्न राज्यहरूमा बसोबास गर्ने ती अग्रजहरूलाई पनि हामी हार्दिक स्वागत जनाउँदछौँ। तपाईहरूको उपस्थिति नै एउटा गोर्खा एकताको उपस्थिति रहनेछ। त्यो दिन हामीप्रति भइरहेको अन्याय र अत्याचारको विरुद्धमा अब गोर्खा जागेछ भन्ने एउटा उपस्थिति रहनेछ तपाईँ र हाम्रो उपस्थिति। र आज जुन प्रकारले हामीलाई सरकार पक्षबाट निमिटन्नै पार्ने जुन प्रयास छ, यो प्रयास सफल हुनु दिँदैन रहेछ यिनीहरूले भन्ने एउटा जमघटको उपस्थिति रहनेछ। त्यो दिन हामी मरेको छैनौँ है, जिउँदै छ भन्ने एउटा उपस्थिति रहनेछ। 2017 देखिको जब पार्टी र पार्टीका अध्यक्ष श्रीमान विमल गुरुङज्यू विस्थापित बनेपछि गोर्खाल्यान्डको ग समेत पनि उच्चारण हुन सकेन। त्यो पहाडमा, त्यो तराई र डुवर्समा जब सत्ताविहीन भए तब पनि आज हजारौं केसहरू पार्टी र पार्टी पक्षका अध्यक्ष लगायत ती योद्धाहरूलाई टाउकोमा लाग्दा पनि आज पनि गोर्खाल्यान्डको मुद्दा लिएर बाघ जस्तो गज्रिन्छन्। यस्तो पार्टी बाँच्नुपर्छ, यो एउटा हाम्रो अन्तिम विकल्पको रूपमा खडा भएको छ। अब हामी पहाड तराई डुवर्सवासीको भविष्य अब धेरै अन्धकारतर्फ गइसकेको छ भन्ने कुरा तपाईँ र हामीलाई सबै थाहा भइसकेको कुरो हो। त्यसले गर्दा एकत्रित बनौँ, एक आवाज बन्यौँ। त्यसले गर्दा हजुरहरूलाई आह्वान गर्न चाहेको। अब उसो गोर्खा जनमुक्ति मोर्चा र अध्यक्षलाई हामीले बचाउन सकेनौँ भने आउँदो दिन हामी पहाड तराई डुवर्समा गोर्खा जाति हराएर जानेछौँ भन्ने तपाईहरूले बुझ्दा हुन्छ। र त्यसैले गर्दाखेरि आउनुहोस्, गोर्खा जनमुक्ति मोर्चाको स्थापना दिवसमा हाम्रो एउटा बहुमूल्य जमघटले सरकार पक्षलाई पनि एउटा दरो मेसेज दिन सकौँ कि हामी जिउँदैछौँ, हामीले सङ्घर्ष गरेर आएको, अब हामीलाई न्याय दिने बेला भयो, तिमीहरूले न्याय देऊ चाँडोभन्दा चाँडो भन्ने एउटा जवाब माग्ने दिन आएको छ। त्यसले गर्दा आउनुहोस्। अध्यक्षको भिजन र मिसन एउटै छ। अब मैले राजनीति गरिरहेको उपरान्तको राजनीतिक तराई र डुवर्सलाई कुनै पनि क्षेत्रमा सानी आमाको छोराछोरी जस्तो यदि गर्छ भने म यसको निम्ति सङ्घर्ष गर्नेछु। बाटोमा निक्लेर, रोडमा निक्लेर म यसको विरोध गर्नेछु। यदि म विस्थापित बन्नु परे पनि परोस्, मलाई पर्वाह छैन, तर म तराई र डुवर्सलाई कदापि छोड्दिनँ भन्ने उहाँको जुन भिजन र मिसन छ, यसलाई सक्सेस गराउनको निम्ति आउनुहोस् तपाईँ हामी सबै जोडिएर यो आउँदो 7 अक्टोबरको 18औं स्थापना दिवसमा एउटा भव्य र सभ्यताको साथमा हामी गोर्खा जातिको एकता जिउँदैछ है भन्ने सन्देश दिउँ भन्दै म सिके छेत्री बिदा लिन्छु। जय गोर्खा, जय हिन्द, जय भारत।